Hello everyone, this is my new vlog. तल चाहिँ स्वागत आज म नयाँ भिडियोमा हैन आज के थियो आज के थियो के आज के थियो भन्दाखेरि के रे यसमा गोर्धुप सबैले ह्यापी गोर्धुप भन्न चाहन्छु। यो भिडियो भोलि पर्सि आउँछ, गोर्धुपको 2 दिन पछि आउँछ होला भिडियो। जान लागेको हाम्रो गोर्धुप चाहिँ माथि हुन्छ हैन, मैले के सामानसम्म बोकिन कि गरिबी लागेको छ गाइस। सामान पुग्ने स्थिति छैन म, दे खानियो नदे कतै जाने भने जस्तै हो हैन। नाच्दिनँ म नाच्न कस्तो मजा लाग्छ नि, किनकि न एक्लै साथीभाइ भएको लागि सबै म कस्तो नाच्दिन्छु होला कि कस्तो के हाम्रो माथि गाउँमा हुन्छ जहिले पनि गोर्धुप भन्छ हैन। अब हेरौँ कहाँ कुन घरमा हुन्छ। 3टा घर छ, 3टा घर छ, 4 छन्, 4 तर 3टा घरमा अभियसली 3 अनि 2टा घर अभियसली हुन्थ्यो। अब कुन चाहिँ घरमा हुन्छ रहेछ हेर्दैछु म, जान्लाई सियोर्न हैन गाइस। अन्तिमसम्म भिडियो हेर्नु होला हैन। तपाईँ जहिले पनि अन्तिमसम्म भिडियो हेरेर साथ सपोर्ट दिनु होला मलाई। म गरिब लागेछ के गर्यो भने होला, पैसा गरिबी कि यहाँ चप्पल हेर्ने यहीँ चप्पल यस्तो च्यातेको हैन। यहाँ हेर्नु फेरि यहीँ यस्तो जोडेको चप्पल लाउनु पर्यो। यस्तो गरिबी आइ एम भेरी पोर भन्दा मिठो धेरै गरिबी के आइ एम सो धेरै गरिबी लाग्यो मुझे मी अल्सो हैन है। एकको दुःख ज्याद दिनै म पर्ने चाहिँ ओके छ। माथि गाउँ पुगेर टक्क पूजामा टक्क भेट्नु लागि आइ सो गाइस अहिले म माथि गाउँ पुगिसकेको छु। माथि गाउँको माहौल ताजा छ। कति पप्पी हो मेरो मुख के भएको छ, पप्पी हेर्ने के पाठा कहाँ रहेछ उनीहरू कच्चा हो होइन। म कति भन्दा अब यतिको देखाउनु पर्छ होइन। गरेन म यहाँ गर्ने रहेछ नि। ओके हामी गेम खेल्न चाहिँ गेम कस्तो गेम भन्दा यहाँ दाइले सिजन भएको चिनी मात्रै माग्छ यस्तो कराएर गर्नु मिल्दैन के हजुर। म बिचाएँ पोजै हातो चालेर बस्छु यस्तो गोरो अलिकति
अनि हाल्न दाउरा दाउरा बेसी भयो क्या नाटक नगर भाइ फेरि नाटक नगर अहिले त्यत्रो आवाज आएको छ होला त्यहाँ घुराको धेरै चाहिन्छ मात्रै भागिसक्यो मलाई भएर आउँछु कालो बिहानै हो नि बिहान पनि हात मिलाउँछ कति अब तिरेको मात्र हुन्छ यो अलिकति यता आइज न घाम पऱ्यो नहेल के त नहेल त्यो द्वार उसले आउनुपर्छ यहाँ पुग्दैन यहाँको चढिसकेको छ सिद्धे सिद्धे हात दुख्नु उठ्दै हाल्दा कस्तो पानीको हान्नु नि हेरौँ न सो गाइज होइन एकछिन गेमसँग खेल्यो होइन सो गाइज एकछिन गेमसँग खेल्यो पैसा कति हुनु थाहा पाइसकेँ मैले टक्क अब जान्छु चामल पैसा लिनको लागि पैसा बुझ्न है बुझ्दिनँ क्या म गाउँले खेतीको हुनुभयो नि त जोस जाँगर होइन जोस जाँगर हुनुपर्छ दिन्छु है म प्राकृतिक ब्रेक भन्छ यसलाई चाहिँ गएपछि ट्याक्क ब्यालेन्स आउँछ ब्यालेन्समा थाकिदियो पैसा त मैले थियो होला म चामल यहाँ चामल पैसा त मैले थियो जसलाई 36 रुपियाँ चढ्यो कुदिन्छ यस्तो बाटो फेरि पहिला आउँदा यस्तो कुदिन्छ यस्तो बाटोमा है ब्रेक चाहिन्थ्यो एक हामी फेरि कहाँ फर्काउनु मेरो घर जाने बाटो चाहिँ यस्तो हो मेरो आफूले बनाएको सकिन लागिसक्यो कस्तो नि सकिन लागिसक्यो यो मेरो आधुनिक बाटो यो चाहिँ म आफै बनाएको बाटो आत्मनिर्भर बाटो सो गाइज होइन सो गाइज कहिले पैसा दिन पैसा 30 रुपियाँ अरे कति 30 के छ त्यो चामल जिउँ त नि सामान ठिक पारेर राखेको अब त अघि नलिकन जान्छ अनि पैसा कति हो बुझ्न आयो नि त म त नि 30 रुपियाँ जिउँ त त्यहाँ छ सिएनमा थैदिनु त म यत्रो त्यहाँ हालेर राखेको 30 के 30 चामल चामल त जतिलाई हुन्छ आफ्नो मर्जी एकछिनै पैसा त मैसँग होला सक्दिनँ पैसा त मैसँग होला पैसा त मैसँग होला क्या पैसा त मैसँग छ ठिक छ गाइज होइन अब म जानेवाला छु
30 रुपियाँले गोठदुपको हाम्रो चाहिँ होइन धेरै यसपालि खर्च लागेन तर म 300 बसेँ 360 बाई 12 गर्दाखेरि 30 रुपियाँ भाग्नु पऱ्यो होइन पऱ्यो तिन त पऱ्यो चामल यति ठिक अनि चामल ठिक होला दिदी ल म गएको ओ कहिले पनि छिराल्ने खामा छिराल्नु खाने नि गर्नु अनि धुप गोठधुप गोठे धुप गर्नु अनि पूजा गर्नु अनि नआने त ठिक छ तपाईँ नआउनु मलाई भन्नु भने म त लग्ने भनेको थियो तपाईँ किन अनि के भन्नु छिराल्नु नि कति छिराल्नु चाल्नु नि यो दुईटा घरको चाहिँ अलिकति मेहनती छ होइन यङ ट्यालेन्ट बोय इन मी गाइस 30 रुपियाँ 30 रुपियाँ सुगाइदिन अब म यहाँबाट लिन्छु हेर्छु माथि गइ भेट्छु गाइस अब सिधै माथि टक्क पूजामा टक्क भेट्छु ल गाइस ल होइन दाइ ओके होइन सो गाइस अहिले चाहिँ हामी पूजा गर्न खेतमा भूमि थाहा होइन भूमि थाहा भन्ने खेतमा पुग्न जाँदैछौँ हामी पूजा दुध बोकेको गाइस यसले बोक्छु भन्दै थियो यसले अब मुखमा डल्लै सेतो हुन्छ कि भनेर यसले दुध सेतो भनेर दुध चाहिँ मैले बोकेको छु यस्तो गर्न पऱ्यो होला नपत्याउनु झुट नबोल्नु फेरि दिस गाइस फर मेन्टर ओके मन त मेन्टर हो किन होइन तेरो इङ्ग्लिस सुनेर चाहिँ हुन्छ जस्तो लाग्छ मलाई त हुन्छ नि मलाई इङ्ग्लिसमा थाहा छैन उही कहाँ थियो क्या कहाँ थियो के हो र कागज अहिले आउँदाखेरि म पखाउनु त्यो उडाउँछ नि चोर थियो चोर अनुहार नदेखा जस्तै कहाँ थियो भने कता के माल कता कता देख्दैन सेतो डल्लो उतो गोजेको त है गोज्छ हेर्नु पर्दैन कहाँ छ भने अहिले आउँदाखेरि मैले कस्तो उडाउँछ भने च्याप त्यहाँ पाएको चाहिँ मैले त्यही सकाइदिहाल्छु नि एकै गाँसमा फेरि पूजा गर्ने हिँडिँदा के बोलेको होइन अलिकति हुन्छ नि म आउँथेँ भने त भाइ सेन्स छैन त हेर्नु फल लागेको काँती के रे लिची कहाँ यदि बोटको भेट्दा यो बोटको टुपटुपमा भेट्दा बस्ने केटा उयो कतिवटा छैन चारवटा कि 5वटा हाम्रो यहाँ चाहिँ जेनी हुन्छ कि गाई म यस्तो चोडेको हाम्रो यहाँ कफी त हुन्छ बताउनु हुन्न होला ओ काले हुन्छ हुँदैन भन्नु हुन्छ कफी हुन्छ म तपाईँलाई खाइदिन्छु ग्लासबाट पनि पिउँदै थियो क्वालिटी सिदिन लागिसकेको थियो क्वालिटी ए यार म छेउमा नि लास्ट हेर्छ सट्टी कुरा बोल्दा तँलाई हेपेको जस्तो लाग्छ भने त हेपेकै हो पूजा चाहिँ कसरी गर्ने म गरिहाल्छु नि त चुप लाग्छ गोड दुकान आयो भाइ टाढा छैन फेरि भाइ फेरि झन्डै खो भेटेको त म कुदिन्छु अहिले यस्तो बाटो फेरि म कुद्छ अहिले सकेछ अहिले म एउटा न माल ट्याक्कै हो मात्रै भेटेको कस्तो हात बल्छ नि बस्नुपर्छ एउटा खाने किन मुख हाल्छ म देखेको छु अहिलेदेखि ल सिधला मुख हालिदिइहाल ल
देखा भने नि खा म देखाएको मैले हालो यहाँ हालिहालो यसरी तल वेस्ट गर्नु चिल्दैन हिँड्नु गाई छैन हामी हातमा मोबाइल र आँटो यस्तो भयो हेपिरहेको क्या देखाउने चाहिँ मैले के हेर्ने गो 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 हुन्छ बाइक दिँदा बागे यहाँ पो रहेछ ओए 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 हातमा यस्तो गाई अब त्यो नभए भुइँमा राख्नु के राख्नु अझै दिएन अहिले आउँदा खानुपर्छ हिजो होइन यस्तै खानुपर्छ गाई चाहिँ म खाजा खानु अहिले आउँदा खानुपर्छ हुँदैन दुध आउनुपर्छ औडा चाहिएन कति भन्छ ल पक्यो व्रत बोल्न हामीलाई सिक्न पर्छ गाई छैन मैले व्रत सिक्न भनेको तपाईँ के सिक्नु भाइ व्रत सिक्ने मेरो दाइसँग पर्छ कि आतिर व्रत होइन बोलेकै सुन्दैन के भनेको आतिर व्रत होइन अलिकति पागल हो कि के हो त झुट बोलेको नि यहाँ यस्तो कुदिन्थ्यो के हातले हातमा माल छ चाहिँ हाम्रो ढुङ्गा हराएर अहिले त्यो त्यो झरे मात्र हो नि तिम्रो के हालत गर्छ हेर्नु फेरि खस्यो त भाइ खस्यो भन्ने कुरा हो नि भाइ म त अहिले काम यस्तो बाटो यस्तो गाई बाटो के यस्तो हो त यहाँ हे हे डिङ्गार झराइ छैन डिङ्गा केही झर डिङ्गा रे छैन झरेको भाइ त्यो डिङ्गा रे चाहिँ रहेछ नि यो यही हो ढुङ्गा हामी हालकोले बस्यो हिँड्न त यही हो उहाँ अलिकति अलिक अझ यता राइटपट्टि हो झन्डै यसलाई पूजा गर्न लाग्यो म तपाईँ गर्दैछु भाइ म सुत्दैन गन्दै बौला सब छ त किन गएर सब जौँ झारिसकेछ पाखेले केटी हिँड कस्तो यसले आगो बोल्दै खाएको छैन यहीँ छ जाउँ सबै के भन्ने यो आँडेलाई त्यो बेजती आइमे आठे बेगाइ चाहिँ म अझै राखिदिन्छु यहाँ ड्याम बन्द गर्यो नि भाइ सोचेर बस त चाहिँ ड्याम भन्छ बने छ नि तँलाई म यस्तो हान्छु नि ल मैना के फेरि यहाँ ल उहाँ हेरे ल ल हिँड्न अनि हेरिरहेको छु त यहाँ त मनेको नि अनि त्यहाँ हिँड्न अनि। खोइ भनेको हिँड पो भनेको त बन्छ त नि अहिलेको अहिले बन्छ भनेको छु त केरा बोट हाने उठ्यो भएको छ क्या कुन्तीले काटेको चाहिँ उठ्यो त उठ्यो उहीँ बाँधिदिएको उहीँ बोटे त्यत्रो सानो भाजिहाल्छु नि भाइ एक सर्टमा भाँदिदिन्छु केरा डढेर हेरेर काम दिएर त्यो सामान के रे ला दुध बोक दुधै पहिला बिर्नु मुखमा दौड लास्ने फेरि गोरु हुन्छ अन्त है काले मुखमा दौड लासे यो खेतमा काम गरेँ मैले के गरेँ कि बाउसे गरेँ गरिस् ल त्यही भएर यत्रो झाडै झाड्दैछ के अलिक अलिक त नि कसको खेत हो यो भन् त ल यो खै अनि अर्कोले कमाएको के मेरो साथीको बाजे कमाउँथ्यो बाटो यस्तै छ गाइस माइन्ड नगरिकन ध्यान दिइकन हेर्नु होला गाईले चाहिँ के माइन्ड गर्ने हो भन्दा त्यो दुध चाहिँ दल लाग्छ मुखमा गोरु हुन्छ माथि बढी सर्नु है त्यो यतै हो के हो यो के यो कुनामा त्यही हिँड्न बाटो ढुङ्गा चढ्दै म
यहाँ रहेछ क्या अरे यही हो जस्तो के यही हो खोलास खोइ हट्न भनेको पूजा भन्दै अहिले न्यु नखोजे अहिले न्यु नखोज्ने अहिले न्यु नखोज आधा हान्ने के कस्तोमा रोड उठ्न चढ्छु म ल अहिले यहाँ पूजा गर्न लाग्दैन अहिले सँग चढिन्छु म म एकछिन पूजा गरेर एकछिन भेट्छु है सुगा चाहिँ अब मेदा चढ्न बाङ्गो छ म चढ्न सकिनँ त्यहाँ पछि थाहा हुन्छ मुटुको आँतिन्छ नि कुरा देउता हाम्रो चढ्ने भयो क्या ओइ ओइ नआगि छोड्दै ओइ म सत्ता बोक्ने कसम कस्तो खुरा बढ्यो भने मेरो आज नगर्नु छेउडले बोइ देखा मार्छ कि छेउडले न फोटो खिच्छ मेरो फोनबाट खिच्दिनँ खिच्दैन भाइ प्लिज यार खिच्दैन भने चाहिँ चढ्दै होइन म चाहिँ चढेँ फर्स्टमा गएको थिएँ यो डढाएर सकेन अनि म चढेको देखेर म चाहिँ चढिसकेँ अनि म चढेको देखेर यसलाई पनि चढ्न मन लाग्यो अरे यसो चढ्दै हो यो मलाई देखेर हो कि भन् नडाटी भन् डढाके मलाई देखेर तैँले हिम्मत गरे हो कि भन् होइन अरे झुट नबोलिकन भन् नत्र म खिचिदिनु नै हो ठिक छ झर्दै अब मैले चाहिँ सिधै उतानिरबाट हाम फाल्दै थिएँ यो चाहिँ डढेर हात खुट्टा भाँच्यो भने चाहिँ मलाई नभने भाइ तेरो रहरले चढेको हो कि भन् मर्नुभन्दा अगाडि भन् न तेरो र फेरि म फसेँ भने भन्छु यसको खुट्टा कामिरह मलाई थाहा त्यहाँनिर गएर एकछिन उभिन सकेन यो राम्ररी डढेर आयो यहाँ चाहिँ पूजा गरेको थिएँ चप्पलमा झन् तेरो डिसब्यालेन्स भएर अहिले मरिस नि हेर्न यतै हाम फाल्न त सिधै केही हुँदैन हौ ल हेर बहुला ए लाटोलाई के भन्नु है म चप्पल लाएर होइन तेरो चप्पल लगाइस नि त अहिले यस्तो समाउन सक्दैन ल हावाले है यो चाहिँ ल तिनीहरूबाट चाहिँ किन थुरथुर गर्ने हो ल देखा मरे टाउको जोत्यो झन्डै जोतेको सुगाइ छैन उ त्यो बोक चढ्न धेरै रहर थियो चढ्यो यो ल बोक त्यो मलाई देखेर लगाइ छैन अब भिडियो नदेखाऊँ खुट्टा थुर कामदो रहेछ अझै नि काम देखायो यसको खुट्टा बेजती हिँड कहाँ काम कामी राखेको तेरो हिँड्न लगाइ छैन अब माथि पुगेर भेट्छौँ अब ब्लगसम्म बन्यो होला गोड गऱ्यो गऱ्यो दिनमा हामी कहाँ चढेको हुन्छ त्यस्तो काम त नगर्नु होला क्या हामीले गर्नु सक्छौँ त्यो चढेको अहिले खै दिउँसोको 1 बजी राखेँ खाजा के है रामेन चौचो भने मैले मेलाई रामेन हो नि त होइन खाइदिन्छु मलाई खाइदिन्छु एकदम गर्मी आज अहिले ल के भन्छ र
आज भिडियो यति नै भन्न चाहन्छु। तपाईँलाई धन्यवाद यो भिडियो हेरिदिनु भएकोमा, लास्टसम्म हेरिदिनु भएकोमा। लाइक एन्ड सेयर सब्सक्राइब सेयर गर्न नबिर्सनु होला। र हस् त धन्यवाद लास्टसम्म हेरिदिनु भएकोमा।